हेलो एभ्रिवान, नमस्ते र स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो अर्को एउटा नयाँ ब्लगमा। र आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर, र म पनि एकदमै सन्चै छु। र आज चाहिँ 2026 को पहिलो दिन भनेर हामी दुईजना चाहिँ लागिसकेका छौँ विश्वनाथ घाटतिर। अब पहिलो दिन भगवानजीको दर्शन गरौँ भनेर यतापट्टि जाँदा जाँदै हामीहरूको चाहिँ बाटोमै गणेशजीको दर्शन भयो। र त्यसरी नै हामी गइरहेका छौँ। र गाइस, अब नयाँ सालको सबैलाई शुभकामना छ। र यसरी नै हामी जाँदा जाँदै पुगिसकेका छौँ विश्वनाथ चरलीसम्म। र त्यहाँबाट चाहिँ हामी यता लाग्यौँ विश्वनाथ घाट जाने बाटोतिर। र आज चाहिँ यति नै भिड, कुनै मन्दिर पनि खाली थिएन नै गाइस। सबै बाटोहरूको मन्दिर पनि पुरा भिड थियो, बाटो पनि एकदम भिड थियो। र यसरी नै हामीहरू जाँदैछौँ। अब यहाँ हेर्न सक्नुहुन्छ यति मान्छेहरू हुनुहुन्थ्यो नि आज। अब नभन्नु न, अब नयाँ साल सबैजना त भगवानजीको दर्शन गर्न जानुपर्छ नि, होइन र। र यहाँबाट चाहिँ हामीले दियोहरू किनेर अब चाहिँ हामी लागेका छौँ भित्र दर्शन गर्न भनेर। र भित्र चाहिँ हेर्न सक्नुहुन्छ यति धेरै लामो लाइन थियो नि, अब नभन्नु न। अब त्यही भएर हामीले चाहिँ यता बाहिरै दियोहरू जलायौँ र त्यही पूजा गऱ्यौँ। भित्र त पस्न पाइनौँ अब भिड भएको कारणले। र गाइस, आज चाहिँ मन्दिरमा भेट भएको थियो इसा बरुवासित, र उनीहरू चाहिँ फ्यामिलीसहित पूजा गर्न आएका छन् मन्दिरमा। र त्यसरी नै हामीहरू चाहिँ यता दर्शनहरू गरेर अब विश्वनाथ घाटतिर हेर्न जाउँ भनेर हामी दुईजना भएर चाहिँ विश्वनाथ घाटतिर अब लागेका छौँ। र गाइस, एकछिन चाहिँ हामी यता घाटतिर घुमघाम गऱ्यौँ। त्यहाँपछि हामी निक्लेका अब घरतिर भनेर। र आउँदा आउँदै बाटोमा चाहिँ हामीले देख्यौँ सन्तोला। अब सिजनको फल सिजनमै खानु पर्यो, होइन र गाइस। र त्यही भएर चाहिँ हामीहरू यहाँबाट सन्तोला लिएर घरतिर लागेका छौँ। र हुन्छ त गाइस, आजको भिडियो यति नै, कस्तो के लाग्यो भन्नु होला।